हेलो साथीहरू सम्पूर्णमा नमस्कार। आज पनि म तपाईहरु माझ अर्को एउटा जानकारीमूलक भिडियो लिएर आइसकेको छु। आजको हाम्रो भिडियो रहनेछ कसरी मोबाइलबाट जीमेल अथवा इमेल एकाउन्ट क्रिएट गर्ने भनेर। हामीलाई युट्युब, इमेल एप र फेसबुक चलाउँदा पनि इमेल एकदमै जरुरी आवश्यक पर्छ। साथीहरू, हाम्रो यस टेक्निकल प्रब्लम सोल्युसन च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ल लागौं त अब मोबाइलको स्क्रिनतर्फ। यसका लागि सबैभन्दा पहिला यो मोबाइलमा रहेको जीमेल एपमा जानु होला। यो एपमा जीमेल एपमा जानु होला। यो जीमेल एपमा गइसकेपछि यस्तो इन्टरफेस खुल्छ। मेरो पहिल्यै पनि दुर्गा सिंह बान्तोला नामबाट इमेल एप खुलेको छ। अब यसमा गइसकेपछि यसमा क्लिक गर्नु होला। यस्तो इन्टरफेस खुल्नेछ र यस्तो इन्टरफेस खुलिसकेपछि यहाँ तल एड एनदर एकाउन्ट भन्ने छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुल्नेछ। त्यसपछि गुगलमा जानु होला। यति गरिसकेपछि क्रिएट एकाउन्टमा जानु होला। गइसकेपछि यहाँ नाम लेख्नु होला। जस्तो म लेख्छु दीपक, BA, फर्स्ट नेम दीपक, त्यसपछि लास्ट नेम BANTOLA बान्तोला। अनि मेरो डेट सिलेक्ट गर्छु, जस्तो फेब्रुअरी, इयर चाहिँ 1990। जेन्डर सिलेक्ट गर्नु होला, जेन्डर मेल। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि यहाँ विभिन्न सम्भावित इमेलहरू गुगलले तपाईलाई प्रोभाइड गर्नेछ। यीमध्ये कुनै इमेल जस्तो यो मन पर्छ भने यसमा क्लिक गर्नु होला, यो मन पर्छ भने यो क्लिक गर्नु होला। यदि मन पर्दैन भने आफ्नै इच्छा अनुसारको इमेल बनाउन चाहनुहुन्छ भने यो क्रिएट न्यूमा क्लिक गर्नु होला। म चाहिँ अहिले यो बान्तोला दीपक 555 नै गर्छु। यसमा नेक्स्ट गर्छु। यसपछि यस्तो इन्टरफेस खुल्नेछ। यहाँ आफ्नो पासवर्ड राख्नु होला। जस्तो म मेरो पासवर्ड राख्न गइरहेको छु, DIPAK दीपक 123@। यति गरिसकेपछि नेक्स्ट गर्नु होला। यस्तो इन्टरफेस खुल्नेछ। यति भइसकेपछि फेरि नेक्स्ट गर्नु होला। त्यसपछि गुगलको प्राइभेसी एन्ड टर्म्स खुल्नेछ। त्यसपछि यहाँ तल आई एग्रीमा क्लिक गर्नु होला। एकछिन टाइम लिन्छ। त्यसपछि तपाईलाई गुगलले फेरि इमेल एपमा रिडाइरेक्ट गर्नेछ। अब यहाँ माथि यसमा क्लिक गर्नु होला। क्लिक गरेपछि तलपट्टि हेर्नुहोस् त बान्तोला दीपक 555 नामको इमेल खुलिसकेको छ। साथीहरू, यसरी तपाई पनि घरमै बसेर आफ्नै मोबाइलबाट इमेल अथवा जीमेल खोल्न सक्नुहुन्छ। यदि तपाईलाई आजको भिडियो मन पर्यो भने कृपया हाम्रो यस च्यानललाई लाइक, शेयर गर्न नबिर्नुहोला। हस् त, बाई बाई। अर्को भिडियोमा भेटौँला।